चाहिँ ब्यालेन्स आजलाई देखेको छु किनभने त्यहाँ आउनुभयो भने चाहिँ देशले पक्कै नै मुहार फेर्न छ र पोजिटिभ चेन्जेसहरू हाम्रो देशमा आउन छ। महेन्द्र बहुमुखी क्याम्पसमा पढ्दै हुनुहुन्छ, एउटा सरकारी क्याम्पसमा पढ्दै हुनुहुन्छ। क्याम्पसमा पढ्दै गर्दा विद्यार्थीको मनसाय कस्तो छ, अब उहाँहरूले चाहिँ च्यालेन्जेस कस्तो भोगिराख्नु भएको छ, त्यो कुरा चाहिँ हजुरले हामीलाई यो भिडियो मार्फत क्लियरली भनिदिन सक्नुहुन्छ? ओके, हामीले चाहिँ +2 चाहिँ प्राइभेट पढेको, सो हामीले अब ब्याचलर लेभल चाहिँ गभर्मेन्ट कलेजमा जोइन गर्दा फर्स्ट टाइममा जुन अहिले हामी फर्स्ट इयर होइन धेरै नै प्रब्लम्सहरू आयो। अब हामीले प्राइभेट पढ्दाखेरि वेल म्यानेज हुन्छ, त्यहाँ सबै कुरा सिस्टमेटिकली हुन्छ, तर गभर्मेन्ट कलेजमा आइसकेपछि त्यस्तरी कुराहरू नहुन सक्छ, प्रब्लम आउन सक्छ स्टुडेन्टलाई। अब पढाइको कुराले लिँदाखेरि पनि कोर्स म्यानेजमेन्ट हुँदैन। अब आफैले स्टुडेन्टले टिचरहरू भन्दा पनि बढी इफोर्ट लगाएर पढ्नुपर्छ, टिचरमा टोटली डिपेन्ड हामी हुन सक्दैनौँ। अब त्यतिखेर चाहिँ उहाँहरूको म्यानेजमेन्ट थियो, तर यहाँ म्यानेजमेन्ट नभएको जस्तो लाग्यो। अनि टाइम म्यानेजमेन्ट हुँदैन, अनि पछि टिचरहरू पनि कतिखेर आउनुहुन्छ आउनु हुँदैन थाहा हुँदैन। सल्युसन चाहिँ के होला त? यदि कोही नेता बन्दै हुनुहुन्छ, अब जुन यो उम्मेदवारहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ हजुरले इफ कोही जित्नु भयो भने पनि उहाँहरूलाई चाहिँ यस्तो गर्दै हुन्थ्यो भनेर चाहिँ कुनै सल्युसनहरू छ भने हजुरले भनिदिन सक्नुहुन्छ? सल्युसन अब प्राइभेट कलेजहरूको लागि चाहिँ परेन होइन, प्राइभेट कलेजहरूमा चाहिँ उहाँको मेन अब उहाँको जो ओनर हुनुहुन्छ त्यहाँहरूले नै आफै म्यानेज गर्न सक्नुहुन्छ। बट सरकारी कलेजहरूको लागि चाहिँ जसले जित्नुहुन्छ अहिले नयाँ जुन लेजिस्लेचर फर्म भइसकेपछि उहाँहरूले चाहिँ सरकारी कलेजलाई अलि ध्यान दिनुपर्ने देखिन्छ। अब यहाँहरूको बिल्डिङ मात्रै नबनाउन थालेर इन्फ्रास्ट्रक्चरलाई मात्रै ध्यान नदिएर स्टुडेन्टको पढाइ कस्तो छ, सरकारी स्कुलमा पढे पनि स्टुडेन्टहरूको बेस राम्रो छ कि छैन भन्ने कुरालाई हेर्ने, अनि के अरे पढाइको साथसाथै गेम्स एन्ड स्पोर्ट्सहरूमा पनि अलि धेरै ध्यान दिने होइन, जुन चाहिँ सरकारी स्कुलले दिन त दिएको हुन्छ बट अलि त्यसलाई इफेक्टिभ वेमा लग्ने, अनि इन्भाइरोमेन्ट पढ्ने वातावरण होस्। सरकारी कलेज भनेर स्टुडेन्टहरूले त्यो पढाइको वातावरण नहुने मोज मस्ती मात्रै नहोस् भन्ने कुरा चाहिँ त्यो कुरा हाम्रो जुन नयाँ फर्म हुनुहुन्छ अब जो PM त्यहाँले चाहिँ यति हेरिदिनु पर्ने देखिएको छ। अनि हजुरलाई चाहिँ कसमा कुन उम्मेदवारमा अलि बढी आशा छ कि यो उम्मेदवार चाहिँ जित्यो भनेपछि उहाँको विजय भयो भनेपछि हाम्रो देशले चाहिँ नयाँ मुख फेर्छ, नयाँ परिवर्तन हुन्छ भनेर? लाइक अहिले चाहिँ अब हामीले धेरै देखेको बालेन शाहजी हुनुहुन्छ होइन, उहाँले पनि जब के अरे काठमाडौँको उहाँ मेयर भइसकेपछि कति धेरै पोजिटिभ चेन्जेसहरू आयो काठमाडौँमा। अब उहाँ नै अहिले देखेको युथ हुनुहुन्छ जुन हल्का हल्का अब जुन पढे लेखेको पनि हुनुहुन्छ। अरू पहिलाको हाम्रो फर्मर प्राइम मिनिस्टरहरू हुनु भन्दाखेरि चाहिँ त्यहाँ अलि पढे लेखेको शिक्षित पनि हुनुहुन्छ भन्न चाहिँ मलाई बालेन शाहजीबाट लाग्छ, किनभने हामीले त्यहाँले गरेको कुराहरू पनि त हामीले पहिला देखेका छौँ नि त। सो त्यसैले वेलकम, मोस्ट वेलकम।